गरिसकेर हामी अब यहाँबाट माथि चढ्नेछौँ। पाटन कर्ण्या गाईको याली काँकडी खोला दुर्गन्धा कुराउने मिठो जोबन जानलाई गयाली काँकडी खोला मकन नभए खती जोबन जानलाई गयाली काँकडी खोला मकन नभए खती। जाँदै हामीले यस्तो एउटा खानासाना बनाउने यस्तो एउटा ठाउँ देख्यौँ हामीले आयो टावर अनारकली टावर भन्ने ठाउँमा। यो हेर्दा हेर्दै हामी अन्तखेरि यहाँ यस्तो देख्यौँ। जन्म्या थालियाली काँकडी खोला क्या राम्रो दुर्गाको जिउलो मेरा जन्म्या थालियाली काँकडी खोला क्या राम्रो दुर्गाको जिउलो। माइन्ड फ्रेस भइहाल्छ। जसो हम गाउँ गरै बसिरह्यो भने एक दिन बजार गएले खुसी लाग्छ हो। त्यसै हो सधैँ बजार बसेर एक दिन यसो जङ्गल लेकतिर गएले फ्रेस हुन्छ। एकदम फ्रेस हुने के हो फ्रेस हुन्छ। यहाँ भ्यू टावर बनाएर लगाए होटल चल्ने थियो ठाउँ गजब चल्ने। फोटो मजा आउँछ। कति वर्ष पुरानो हुन लाग्यो? 100 वर्षदेखि पहिलेको कुरा परपट्टिलाई छ हामीले चाहिँ यो धर्मशाला हेरेर हामी बाहिर निस्क्यौँ। अब अर्को हेर्नेछौँ। सबै ठाउँ छ। कसो लाग्यो यो देख्नु तपाईँले यसको बारे के भन्नु हजुर हजुर खासमा यो पहिलेका मान्छे बाटोमा आएर रात पऱ्यो भने बस्ने ठाउँ हो नि यो। माथि यस्तो भएको छ यसलाई संरक्षण चाहिँ छैन। यहाँको अब सम्बन्धित निकायहरूले चाहिँ यसलाई संरक्षण गर्यो भने यो चाहिँ एकदम प्राकृतिक पहिलेको धर्मशाला भनेर चिनिन्छ। यसलाई चाहिँ संरक्षण गर्ने हो भने यहाँ चाहिँ माथि भइसकेको छ। बाटोमा हामी फर्कै आउँदाखेरि देखिएको जो माया को के विधि करके हो नजर यो माया को के विधि करके हो नजर पछि पछि लाग्दैछन् मायालु हजार पछि पछि लाग्दैछन् मायालु हजार
एकदम राम्रो ठाउँ भित्र हेर्ने हो भने एकदम भव्य ढुङ्गाहरूले बनाएको ठाउँ देखिएको छ। आज हाम्रो आजको फोटो डेमा चाहिँ हामीले यो हाल्नुपर्छ। यसलाई चाहिँ हामीले एक्सप्लोर गर्नुपर्छ। खोल्पे बैतडीमा पर्छ है। ओके।